मेरो छोरी चाहिँ जाँदैछ है माथि माथि पुग्यो मन्दिर जाँदैछ। घोडा मारेर गर। यहाँ त जुम हुँदैन रहेछ नि त घोडा मारेको देख्दैन। यत्रो वर्ष मजाले सफाहरू गरिदिनु नि मिलेर। कसले गर्यो मम्मी? यो चाहिँ साथीहरू सुकिया पोखरीको मन्दिर पहिला स्थापना भएको रहेछ। शिव मन्दिर रहेछ है। यहाँबाट चाहिँ नानीलाई दर्शन गर्नु लाग्यो। अब हामी चाहिँ गएनौँ किनभने हामीले चाहिँ अलिअलि के खाएको थियौँ। अन्त यहाँबाट आएर चाहिँ यो पोखरी चाहिँ छ एउटा। यो चाहिँ सेकेन्ड पोखरी हो। अघि माथि भित्र गएन अर्को पोखरी छ। यो पोखरीमा चाहिँ पानी पर्दाखेरि यो गर्दाखेरि चाहिँ यहाँ चाहिँ अद्भुत खाले दुईवटा त्यो निस्किन्छ अरे। त्यो अद्भुत खाले प्राणी क्या, पानीभित्रको प्राणी निस्किन्छ अरे। त्यो चाहिँ अहिले चाहिँ निस्केको छैन अरे। यो जब गाडाङगुडुङ र पानी आउँदाखेरि चाहिँ तिनीहरू चाहिँ बाहिर निस्किन्छ अरे। कतिजनाले देखेछ म अरे है। त्यसलाई उयो पनि गऱ्यो अरे, खेलाए पनि अरे के त। त्यो भएर चाहिँ अहिले चाहिँ निस्केको छैन अरे। अब बर्खामा निस्किन्छ भन्दैछ हो। बर्खामा चाहिँ यहीँ पोखरीबाट निस्किन्छ अरे बाहिर है। अद्भुत अब कस्तो खाले अब प्राणी हो त्यो। ल नानी पनि आइपुग्यो। जुत्ता लगाउँदैछ अब। ल त।